बिहान बिहान खाली पेटमा ल्वाङ र पानी पिउँदाखेरि हुने अत्यन्तै राम्रो फाइदा, स्वास्थ्यको लागि अत्यन्तै राम्रो फाइदा के हुन् त? ती 5 फाइदाहरू हामीले ल्वाङ र पानी पियौँ भने हामीले चाहिँ स्वास्थ्यमा कस्तो किसिमको चाहिँ लाभ लिन सक्छौँ भन्ने बारेमा 5 किसिमका फाइदाहरू रहेका छन्। डाक्टर अनिल सुवेदी सरले चाहिँ यहाँ जानकारी गराउनु भएको छ। स्वास्थ्य सम्बन्धी अत्यन्तै महत्त्वपूर्ण भिडियो रहेको छ साथीहरू। यो भिडियो अन्त्यसम्म हेर्नुहोला र यो एकदमै स्वास्थ्यको लागि एकदम काम लाग्ने महत्त्वपूर्ण भिडियो भएको कारणले गर्दाखेरि यहाँलाई लागेका कुराहरू कमेन्ट बक्समा लेख्न नबिर्सिनुहोला र सँगसँगै भिडियो मन पर्यो र अरूलाई पनि जानकारी गराउन मन लाग्यो भने कृपया यो भिडियोलाई सेयर गर्न। चट्ट राति हैन 5वटा ल्वाङ 250 ml पानी टक्क रेडी बनाएर बिहान स्वाट पिएको फाइदाहरू। नम्बर 1 मा यसले तपाईको दाँत, गिजा, सास गनाउन र यो फ्यारेन्जाइटिस हुनलाई कम गर्छ। ल्वाङमा युजिनोल हुन्छ। युजिनोलको चाहिँ एन्टिब्याक्टेरियल इफेक्ट हुन्छ के, जसले गर्दा तपाईलाई बारम्बार हैन यो घाँटी खसखस गर्ने, सास गराउने त्यसमा धेरै सहयोग गर्छ। नम्बर 2 मा हैन यसले चाहिँ हैन इन्सुलिनको सेन्सिटिभिटी बढाएर ब्लड सुगर कन्ट्रोल गर्नलाई नि मद्दत गर्दछ है। र नम्बर 3 मा चाहिँ हैन यसले दीर्घ दुखाइहरू जस्तै उदाहरणको लागि ठाउँ-ठाउँमा यो जोड्नी दुख्ने हैन, ज्यान दुख्ने त्यसमा पनि धेरै सहयोग गर्छ। नम्बर 4 मा यसको चाहिँ हैन रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता, हामीले इम्युनिटी पावर भन्छौं, त्यसलाई पनि एकदम हेल्प गर्छ। किनभने युजिनोल हुन्छ यसमा, एन्टिब्याक्टेरियल हैन प्रपर्टिज हुन्छ, जसले गर्दा तपाईलाई बारम्बार रोग लाउने वा रुगाखोकी लाउने त्यसलाई पनि धेरै न्यूनीकरण गरेर जान्छ। नम्बर 5 मा चाहिँ हैन ल्वाङले तपाईको छालालाई पनि धेरै सहयोग गर्छ। छालामा डन्डीफोर आउने इत्यादि गर्ने पनि धेरै सहयोग गरेर जान्छ। ओभरअल ल्वाङको प्रपर्टी यो जाडोमा चाहिँ एकदम राम्रो छ है। हस्त नमस्ते।